आज मिति 2083 साउन 14 गते बिहिबार हिस्पी सम्मत 2026 जुलाई 30 तारिक श्रावण कृष्ण पक्षको प्रतिपदा तिथि चन्द्रमा कुम्भ राशिमा सूर्यदेव बिहान 5:26 भयो भने सूर्यास्त साँझ 6:53 हुनेछ। अब लागौं 12 राशिफलतर्फ। पहिलो राशि मेष राशि। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय रहेको छ। तार्किक क्षमताले मान सम्मान दिलाउन सक्ने देखिन्छ। भाग्यले सोचे भन्दा बढी नै फाइदा दिलाउने देखिन्छ। वृष राशि। आज तपाईले सोचेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ। साथै अन्न लाभ पनि हुनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। अरूको फाइदाका लागि उपयोग हुनेछ। आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ। प्रतिस्पर्धामा भने केही कमजोर साबित भइने देखिएको छ। मिथुन राशि। नसोचेको ठाउँबाट धन लाभ हुने देखिन्छ। साथै बाध्यतामा हलबेल लिनु पर्दा चिताएको काम रोकिन सक्छ। आज काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। महत्त्वकांक्षी योजना गोप्य राख्नुहोला। व्यवसायमा लगानी बढाउनु पर्ने समय देखिन्छ। कर्कट राशि। आज धन लाभको सम्भावना छ। साथै टाढाको यात्राको पनि योग रहेको छ। दिन रमाइलोसँग बित्नेछ। आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्ने देखिन्छ। दाम इनाम र प्रतिष्ठा कमाउने समय देखिन्छ। सिंह राशि। मसलाजन्य खानाबाट एकदमै सचेत रहनुहोला। पारिवारिक भेटघाटको समय रहेको छ। स्वास्थ्यमा केही समस्या देखिनेछ। खानपानमा विशेष सतर्कता अपनाउनुहोला। ठुलै फाइदाको आश्वासन पनि पाइने देखिन्छ। विशेष योजनाहरू बन्नेछन्। टाढिएका साथीभाइ नजिकैनाले हर्षोल्लास बढ्ने देखिन्छ। कन्या राशि। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुनेछ। असम्य व्यवहारले सम्बन्ध बिगार्न सक्छ। सजग रहनुहोला। बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुने देखिन्छ। आज अनायासै धन खर्च गर्नुपर्ने समय देखिन्छ। तुला राशि। पारिवारिक जमघटमा मन रमाउनेछ। भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन्। काममा सोचे जस्तै सफलता मिल्नेछ। अवसर आए मौकामा लाभ उठाउन नसकिएला। ठुलै प्रयत्न गर्दा सामान्य फाइदा हुने देखिन्छ। वृश्चिक राशि। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने देखिन्छ। काममा लगानीको समय रहेको छ। विदेश भ्रमणका लागि प्रयत्न गर्न समय रहेको छ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। धनु राशि। मेहनतले प्रशस्त लाभ उठाउन सकिने समय रहेको छ। व्यापार पनि राम्रै फाइदा दिनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला। सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना देखिन्छ। सचेत रहनुहोला। काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। मकर राशि। लाभ हुने काम प्रारम्भ गर्ने समय रहेको छ। गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाममा बिग्रेको वस्तु हात लागि होला। स्वादिष्ट भोजनको अवसर मिल्ने देखिन्छ। पेटको खराबीले सताउनेछ। खानपानमा विशेष सतर्कता अपनाउनु पर्ने देखिन्छ। कुम्भ राशि। अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव एवं कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ। तर अनावश्यक वाद विवादमा परिने समय देखिन्छ। सतर्कतापूर्वक अगाडि बढ्नुपर्ने देखिन्छ। अन्तिम राशि मीन राशि। होसियारी साथ काम लिनुपर्ने समय छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषि कर्म र व्यावसायिक काममा मनज्ञ फाइदा हुनेछ। भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ। 12 राशिफलमा जे भने तापनि आफ्नो कर्मलाई निरन्तर अगाडि बढाउनुहोला। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फेसबुकमा पनि फलो गर्नुहोला। तपाईँको बाँकी पल शुभ रहोस्।